वाइ भन्ने भन्दा तर मेरो त आमा नै हुनुहुन्न कसलाई सम्झेर लेख्नु निबन्ध हेरै स्निका आमा सबैको हुन्छन् कसैले चाँडै साथ छाडेर जानुहुन्छ र कसैले जीवनभरि साथ दिनुहुन्छ तर आमाको माया सधैँभरि हाम्रो मनमा रहिरहन्छ स्निका we are sorry स्निका हामी तिम्रो चित्त दुखायौँ जुन जेरेमी मिसिङ कुनै कुनै कुरा यस्तो हुन्छ जुन शब्दमा महान अर्थ लुकेको हुन्छ हो त्यही महान शब्द हो आमा र आजको नाटक सम्पूर्ण आमाहरूप्रति समर्पित गर्न चाहन्छौ उक्त नाटकको शीर्षक छ मेरो पनि आमा भइदिएको भए छोरी के भयो आमा स्कुल नगएकी पनि 4 दिन भइसक्यो हिजो बिहान मकैको च्याक्लाले पेट भर्यो बेलुका भोकै सुत्यो कस्तो रिगर्ता लाग्दैछ आमा आमा तपाईँ पनि कति रोगी देखिन थालिसक्नुभयो कसको फोन आएछ ए तेरो दाइको फोन आएको रहेछ हेलो आमा के हो आजकल त तपाईँ पैसै पठाउनु छोड्नुभयो तपाईँले त्यो अस्ति पठाएको पैसा त साथीहरूसँग पिकनिक जाँदा र कपी कलम किन्दा सकिहाल्छ नि छोरा अब 1-2 दिन पर्खी ज्वरो आएर मालिक कहाँ नगएको पनि थुप्रै दिन भइसक्यो बरु भोलि नै जान्छु अलिकति पैसा मागेर तँलाई पठाइदिइहाल्छु छोरा अनि विदेश गएको बाबुको के खबर आएछ के आउँछु छोरा कति वर्ष भइसक्यो ल अहिले राखेँ पैसा पठाइदिइहाल्छु आमा तपाईँ बिरामी हुनुहुन्छ म काम गर्छु म जान्छु मालिक कहाँ होइन छोरी तिमी सक्दैनौ अनि सलु तिमी किन स्कुलमा आएको अब म उसलाई पढाउन सक्दिनँ नानी किन सलुको शारीरिक अवस्था आर्थिक अवस्था अनि अध्ययनप्रतिको क्षमताको कारण स्कुलले पनि उसलाई निःशुल्क शिक्षा दिइरहेको छ उसले स्कुल जानुपर्छ आमा उसले स्कुल जानै पर्छ प्रज्ञा आर्जु अब म आमालाई काममा सघाउन चाहन्छु दाइ काठमाडौँ बसेर कलेज पढ्दै हुनुहुन्छ दाइलाई पढाउन आमाको धेरै खर्च लाग्छ त्यसैले गर्दा आमा अर्काको घरमा गएर भाडा माझ्नुहुन्छ लुगा धुनुहुन्छ अब म बिरामी आमालाई सघाउँछु प्रज्ञा आमा एउटी असक्त छोरीलाई चाहिँ बेवास्ता गर्दै आफ्नो सशक्त छोरालाई पढाउन यो जातोमा मकै जसरी पिसिरहनु भएको छ आमा तपाईँ छोरा त शारीरिक रूपमा पनि सबलै छ तर एकचोटि छोरीलाई हेर्नुहोस् त उसले पढेनन् भने उसको भविष्य कस्तो हुन्छ आमा मैले छोरालाई पढाउनु हुँदैन भनेको होइन तर जति तपाईँ छोराको लागि सोच्नुहुन्छ नि त्यति नै मात्र पनि छोरीको लागि किन सोच्नुहुन्न दिदी अलि स्कुल जाऊ फेरि स्कुल जान ढिला हुन्छ लेट्स गो अझै पनि मानिसहरू छोरा र छोरीमा किन भेदभाव गर्छन् आर्जु? Why the daughters are still dominating in our society?
सुन्यौ 9 महिना गर्भको पीडा सहने आमा हुँ म छोराछोरीको लागि आफ्नो ज्यान हत्केलामा राखेर पनि खट्न सक्ने भगवानको रूप हो आमा। तर छोरी तिमीले म जस्तो गरिब असहायको कोखमा जन्म लियो। नमस्ते मैसा। होइन पैसा लिने बेलामा त पैसा बिहान बेलुकाको भाडा पनि म दिन्छु। हिसाबको भाडा पनि म दिन्छु होइन। दिन लागिसक्यो। उहाँ छोरीहरू पनि सबै भाडा आइसक्यो। भरे बेलुका दर खानाको भाडा कुरामा थुप्रिन्छ। मास्नु परेन। हनहनी ज्वरो आएको थियो मैसा। ए ज्वरो आयो। ओहो ज्वरो। उहाँ छोरालाई पैसा पठाउने बेलामा चाहिँ आउँदैन ज्वरो। मैसा छोराको कोठाबाट किन्नु थियो। मैसा यसो गर्नु थियो उसो गर्नु थियो। पैसा लिन आउँदैन ज्वरो। अनि काम गर्नुपर्दा चाहिँ आयो ज्वरो। मैसा अबदेखि म माग्छु भाडा। तपाईँको घरको कपडा पनि मै धोइदिन्छु। होइन छोरी तिमीले सक्दैनौ। आमा म आफ्नो घरको भाडा पुरा माग्न सक्छु लुगा धुन सक्छु भने मैसाको घरको किन सक्दिनँ? के मैसाको घरको भाडा पुरा अर्कै हुन्छ? छोरी त्यसो नभन छोरी त्यसो नभन। लु हिँडेमा गुरुको नै हिँडिहाल्न त के को लाग्छ? उहाँ भाडा कुरा सुकिसके। तिम्रो किनमेल गर्न पनि बाँकी नै छ। लु आफूलाई त न कहिले तिज न कुनै चाडमा तिजको बेला पनि छोरीलाई पेटभर खाना दिन सकिनँ। एउटी अशक्त छोरीलाई अर्काको घरमा भाडा माग्न पठाउनु पर्यो। तिमीलाई पढाउन सकिनँ छोरी। हिजोसम्म तिमी थियौ आजदेखि अब मैले तिम्रो साथीहरूलाई के जवाब दिने छोरी? के जवाब दिने? यहाँ हिमाया अधिकारी को हुनुहुन्छ? म नै हो। तपाईँको श्रीमान मलेसिया जानुभएको छ? हो धेरै भयो तर अहिलेसम्म। हामी जापान मलेसिया सम्पर्क मञ्चका सदस्य हौँ। तपाईँको श्रीमान आफैले काम गर्ने फ्याक्ट्रीको मेसिनमा च्यापिएर प्राण त्याग गर्नुभएछ। मेसिनको भित्ताले लास टुक्रा टुक्रा पारेर चिन्नै नसक्ने हुनुभएको रहेछ। धन्न त्यही फ्याक्ट्रीमा काम गर्ने अर्को मान्छेले थाहा दिएर सम्पर्क गर्न तपाईँ कहाँ आइपुग्यौँ तर उहाँको लास ल्याउन सकिन्न। विदेशको काम कहाँ सजिलो हुन्छ र आमा? कोही सकुशल पैसा लिएर फर्कन्छन्, कोही हात खुट्टा गुमाएर फर्कन्छन्, कोही बाकसमा फर्किन्छन्। तर तपाईँको श्रीमानको लास पनि
भित्रै रह्यो आमा छोड्नुहोस् भित्र आमा भित्रै हुनुहोस् सरले यसरी लामो समयसम्म कहिले पनि एब्सेन्ट हुँदैन थियो त मैले उसको मम्मी अलिक बिरामी हुन्छ भनेर सुनेको थिएँ उसको मम्मीले स्याहारेको बसेको छिन् कि त्यही त उनी आफ्नो मम्मीलाई साह्रै माया गर्छन् क्या मम्मीको लागि बरु स्कुल पनि छोडिदिन्छन् त्यसो त नगर्नु पनि हो म त सालुलाई भेट्ने बित्तिकै एकैचोटि अङ्गालो हाल्छु नगर त म उसको बेस्टी हो म सुरुमा अङ्गालो हाल्छु सरुलाई तर सरू चाहिँ कहाँ छ सलु 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 हामी तिम्रो घर आएको छौँ बाहिर निस्क त अरे कोही पनि छैन जस्तो छ त सलु खोइ सलु त छैन जस्तो छ त अनि सलुको नाम पनि देख्नुहुन्न त सलुको मम्मी अरे सरुको बाबा आन्टी वी आर सरी यस्तो दुःखद घटना घटेको रहेछ तर आन्टी सरू चाहिँ कहाँ छिन् Yes, I think it's not better to stay here for longer. We should go and inform to our parents about this condition. Let's move. गए सबै गए सालु पनि उसको साथीहरू पनि बल पनि उसको ताई पनि मसँग कोही छैन चेतन अवस्थामा पुग्यौँ उनलाई भोक लाग्थ्यो खाना माग्न जब उनी कसैको घरमा पुग्थिन् मानिसहरू डरले थुन्थे कतिले ढुङ्गाले हान्थे कोहीले भाटाले बजार्थे उनी धेरैको हाँसोको पात्र बन्न पुग्यौँ न उनको खाने ठेगान भयो न बस्ने उनीबाट पिछोड भएका छोराछोरीहरू अझैसम्म पनि फर्किएर आएनन् एक दिनको कुरा हो भोकले आकुल भएपछि उनी नजिकै रहेको एउटा पाउरोटी पसलमा जब पुगिन् पाउरोटी मलाई कस्तो सफा मेले मलाई भाटाले म हानिहाल्छु एकछिन बस्नुहोस् के गरेको तपाईँहरूले के गरेको आमालाई यो आमा होइन चोर चोर के चोर्नु भयो आमाले के चोर्नु भयो केटा निकाल्दो यो हेर पाउरोटी एउटा पाउरोटीको लागि तपाईँहरूले यी आमालाई सजाय दिन लाज लाग्दैन पाउरोटीको पैसा खोइल्यौ ए केटा जाउँ पैसा पाइहाल्यो अब किन यो बौलाइको पछाडि लाग्ने हामी जाउँ कोही मानिस बौला या बौलाइ हुँदैन यदि कुनै पनि मानिसको दिमागमा केही कुराले गहिरो चोट पुर्यायो भने सो मानिस या त अत्याधिक दुःखी डिप्रेस्ड हुन्छ या त आफ्नै जीवनदेखि आफैलाई वाक्क लाग्ने फ्रस्ट्रेट हुन्छ डिप्रेसन र फ्रस्ट्रेसन दुवै मानसिक रोग हुन् रोगको उपचार सम्भव छ मानसिक रोगीहरूलाई सबैभन्दा आवश्यक पर्ने भनेको लभ एन्ड केयर हो उहाँहरूलाई बौला होइन मानसिक रोगी भनौँ अनि घृणा होइन माया र हेरचाह गरौँ प्रज्ञा हान्न देऊ मलाई भाटाहरूले ढुङ्गाहरूले आमा धर्तीयो चोट सहने पानी परिसक्यो आमा आमा जा तँ पनि जा
भइसकेकी रहेछन्। तपाईँका छोराछोरी आउँछन् आमा, एक दिन अवश्य आउँछन्। तपाईँलाई खुसी दिन आउनेछन् आमा। हिँड्नुहोस्, भित्रै हिँड्नुहोस्, बिस्तारै हिँड्नुहोस् है। आउनुहोस् सर, यही हो मेरो घर, आउनुहोस्। आमा 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 मैंने क्या बची नहीं सिड्डी आई थी इन्हीं हो मेरा आमा। छोरा तिमी आयो, छोरा तिमी आयो। मेरो छोरा तिम्रो कति याद आउँथ्यो मलाई। छोरा कति आउँथ्यो। अब तिमी आयो। यो आमालाई कहिले नछोड, कहिले नछोड। मेरो छोरा आयो। थाहा छ छोरा, तिमीलाई हुर्काउन पढाउन मैले कति धेरै दुःख कष्ट सहे। आफू नखाए तिमीलाई खुवाए, खट्टा बनाए। आज म मेरो छोराप्रति गर्व गर्न लायकको आमा भएकी छु। आमा तिम्रो के लुगा फाटो छ पोको पार त। अनि घिनलाग्दो कपडामा चेन गर्न कस्तो गनाको। किन छोरा, मलाई पनि सँगै लाने भइस तैँले। तिमी अर्को लुगा लाऊ न, यो लुगा कस्तो बनाइरहेको छोरा। कहाँ जाने हामी छोरा, कहाँ जाने? तिमीलाई अब म समय दिन सक्दिनँ। मेरो थुप्रो काम छ, जागिर नगरेर पैसा कमाउन सकिँदैन। तिमी अब वृद्धाश्रम जानेछौ आमा। गाउँमा भएको सानो जमिनको टुक्रा पनि बेच्ने अनि सहरतिर भिटा किन्ने। त के भन्दैछस् छोरा? यो सानो जमिनको टुक्रा त तेरो बाउ बाजेले छोडेको सम्पत्ति हो। के काम यो जमिनको? आखिर औषधिले छोरा मैले के अरे जमिनको हकदारै मै गएपछि चाहिएन यहाँको जमिन मलाई। यहाँ बेचेर सहरमा भिट्टा किन्छ। छोरा तँलाई के भयो छोरा? त के भन्दैछस् छोरा? हिँडामा तिमीलाई राम्रो भन्दा हुँदैन रहेछ। सर उहाँलाई यत्तिकै लग्नु, उहाँको चाहिने कपडाहरू म ल्याइदिन्छु। छ्या कस्तो गनाको। हिँड्नुहोस्। एकछिन बस्नुहोस्। आमा म आएँ। आमा तपाईँको छोरी म आएँ। अब तपाईँले छोराछोरी पाल्न दुःख कष्ट झेल्नु पर्दैन आमा, पर्दैन। मैले सिपमूलक तालिम लिएर आफै पैसा कमाउन सक्ने भएकी छु। म आमालाई वृद्धाश्रम लिएर जाँदैछु। किन दाइ, आमा तपाईँको मात्र हो? जति अधिकार बाउआमाप्रति छोराको हुन्छ, के त्यति अधिकार छोरीको हुँदैन? पहिले तपाईँको घरको समस्या मिलाउनुहोस् अनि हामीलाई बोलाउनुहोस्। जाउँ मिठा जाउँ, म जाँदैछु। तपाईँको छोरी आयो, अब यसले पाल्छ तपाईँलाई। म गएँ। एकछिन बस्नुहोस्। के आमा तपाईँको चाहिँ होइन? के तपाईँले भुल्नुभयो? तपाईँलाई कुनै चोट लाग्दा, तपाईँलाई भोक लाग्दा, तपाईँलाई डर लाग्दा तपाईँको मुखबाट के शब्द निस्किन्थ्यो भनेर? आमा सायद तपाईँले भुल्नुभयो होला, तर याद राख्नुहोस्, 9 महिना कुपमा राखेर 10 धारा दुध खुवाएर आफ्नो सन्तानको लागि भोकै बसेर हुर्काउने बढाउने आफ्ना आमा बुबालाई बिर्सिने छोराछोरीहरू धिक्कार हुन्। छोरा त कहाँ जान लागेको? छोरा कहाँ जान लागेको? दुध छ छोरा, त मलाई छोडेर नजा। यो तेरो घर हो, जन्मेको हुर्केको। जाने दिनुहोस् आमा। जुन दिन उहाँलाई आमा नहुनुको अभाव महसुस हुन्छ नि, त्यही दिन पछुताउँदै फर्किनु हुनेछ। छोरा छोरा, आज हामी जे छौँ हाम्रा आमा बाबाको कारण हो। जुन घरमा आमा बुबा हाँस्ने गर्छन् त्यो घरमा भगवानको पनि बास हुन्छ। त्यसैले उसको अघि तिमी कहिले ठुलो नबन्नु जसले तिमीलाई ठुलो बनाए। हो आमा हुनुहुन्छ, त्यसैले त हामी खुसी छौँ।
छोरालाई